आमामा हाइलाइट लाउनु भएछ कति राम्रो देखिएछ हौ तपाईलाई राम्रो देखेछ हाइलाइट मात्रै लाग्यो दिएको तिमीले यहाँ कपाल पनि काट्दिएको कपाल पनि आधी नि खप्पै काट्नु भएछ नि अनि के गर्नु त नि ल म आमालाई बोलाउँछु आमा यहाँ आउनु त एकथोक देखाउँछु तपाईलाई के हौ यहाँ आउनु नि यहाँ हेर्नु दिदीले हाइलाइट लगाएर सेतो यस्तो धर्के लाउनु भएछ अनि कपाल पनि हेर्नु छल्लमै काट्नु भएछ राम्रो भएछ अनि अस्ति गएर त के भन्थिस् त अनि तैँले पनि बनाइछस् त कपाल त मैले के भने आमालाई खोइ के अनि अस्ति हो कपाल काटिस भन्दै भनेर मलाई अनि त्यसो भनेको रहर लाग्छ आफूलाई पनि कहिले त्यसो नभन्नु कति राम्रो सुहाएछ त अनि दिदी तपाईँलाई पनि रहर लागेरै लगाएको हो नि त होइन रहर लागेर लाग्यो तर आमाले जहिले मलाई उसकै पक्षमा के अरे उसको सपोर्टमा मात्रै बोल्नुहुन्छ जहिले मेरो सपोर्टमा कहिले पनि बोल्नु हुँदैन आमाले दिदी यहाँ सुन्नु तपाईँलाई पनि रहर लाग्यो तपाईँलाई पनि रहरै लागेको होला त्यतिखेर मलाई पनि रहर लागेको हो होइन त्यो भएर अगाडि कसैलाई नभन्नु हेर्नु तपाईँले लाउनु भयो अहिले हामीले छिची दूर दूर गर्दा हुन्छ कति चाहिँ राम्रो देखिएको छ तपाईँलाई कति राम्रो छोटो पारिन नि त कपाल म त लामो सुहाउने मेरोलाई सुहाउने खालको बनाएकी छु नि त अनि अर्कालाई नभन्नु त दिदी त्यसरी अब भन्दिनँ